सम्पूर्णलाई स्वागत छ हाम्रो युट्युब च्यानल सरकारी बैंक तथा लोकसेवा राकेशमा। आज मैले बैंक तथा वित्तीय संस्थाको संख्या तथा शाखा संख्या लिएर आएको छु। 2081 फागुन मसान्तसम्मको। यो चाहिँ अत्यन्त महत्त्वपूर्ण छ। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, नेपाल राष्ट्र बैंक, सम्पूर्ण वाणिज्य बैंकहरुमा सोध्ने प्रश्न हो। तपाईले यो हेर्नै पर्छ है त। यो एउटा प्रश्न आइरहेको हुन्छ यहाँबाट। ल हेर्नु है त। यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या लघु वित्त वित्तीय संस्था समेत 2081 फागुन मसान्तसम्म 107 रहेको छ। तालिका 6। यसमध्ये 20 वाणिज्य बैंक, 17 विकास बैंक, 17 वित्त कम्पनी, 52 लघु वित्त वित्तीय संस्था र 1 पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरू लघु वित्त वित्तीय संस्था समेतको शाखा संख्या 2081 असार मसान्तमा 11,530 रहेकोमा 2081 फागुन मसान्तमा 11,543 पुगेको छ। हस् त, थ्याङ्क्स फर वाचिङ। साथीहरूलाई सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।